ब्याक टु माई भ्लग। आज तपाईँहरूलाई स्वागत छ मेरो भ्लगमा। यहाँ मम्मी के गर्नु भएको मम्मी? आँपको अचार बनाएको हेर्न सक्नुहुन्छ। यहाँनिर छ धुलो खोर्सानी अनि यहाँनिर छ आँपको बुजुरी। आँप काटेको र सुकाएको हेर्न सक्नुहुन्छ। अब यसलाई यो मसलामा डुबाएर यो बट्टाहरूमा खाँदेर तेल हालेर अनि आँपको अचार बनाउने। हेर्न सक्नुहुन्छ गाइस हाम्रो आँपको बोट हेर्न सक्नुहुन्छ। आँप एउटै आँप गाइस 2-3 किलोको छ। हेर्न सक्नुहुन्छ दुईटा आँप। यहाँनिर पनि आँप छ अनि यहाँ हाम्रो आन्टी लुगा दिँदै हुनुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ गाइस झुप्पाका झुप्पा आँप छ। अनि अब के गर्ने होला। यहाँनिर छ अघि नै गाइस तपाईँहरूले मेरो मम्मीको आँपको अचार देख्नुभएको थियो। अहिले छ हाम्रो आन्टीको आँपको अचार। गरमै गरेर राख। 1 2 3 4 5 6 9 10वटा गाइस टोटलमा चाहिँ आन्टीको 10वटा आँपको बट्टारा छ। आँपको अचारको बट्टारा छ ल गाइस। आन्टीले चाहिँ 10वटा छैन 9वटा मात्र छ भन्नुहुन्छ। हेरौँ 1 2 3 4 5 6 7 8 9 हो त गाइस 9वटा त मैले मिस काउन्टिङ गराएर छ गाइस। मैले मिस काउन्टिङ गराएको थिएँ। साँच्चैमा 9वटा मात्र रहेछ। हाम्रो आमा यहाँ आइराख्नु भएको छ घाँस बोकेर अनि भैँसीहरू छ। ल गाइस लास्टचोटि बाई बाई गरिदिनु।